आउन माताहरु बुबो गति बनाउनु यो केयर चाहिँ उपवास बस्छ अगाडि आउँछ उपवास बस्छ उहाँ बोल्नु भन्नुभएको दाइले दाइ आउनु पर्बु कति खाना नखाएर बसेछ ओम विष्णुदेवी कृष्णदेवी पृथ्वीं कृष्णस्वा ओकदिरः विवेश विश्वानरः सहस्रविश्वभिः सनुवा सरिगस्वादवक्तं भूर्भुवः स्वः तत्साक्षी दीपनारायणो नमः अहि ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूगा विश्ववेदाः स्वस्ति न तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः सामा शान्तिरेधि सुमुखस्य विलम्बस्य कपिलो गजकर्णकलम्बोदरस्य विकटो विघ्ननाशो विनायकं धूम्रकेतुकणाध्यक्षो बालचन्द्रो गजाननं द्वादशैकान्नामानि पठेत् सूर्यादपि विद्यारम्भे विगाये च प्रवेशे निर्गमे तथा संग्रामे संकटे चैव विघ्नतस्य न जायते विघ्नबलिग्राराय गणाधिपते नमः शुक्लं वरदं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नं वदनं ध्यायेत् सर्वविघ्नोपशान्ते रामस्तेषं जयस्तेषं कुशस्तेषं पराजय यस्यामि निरस्तामो हृदयस्थो जनार्दनः वक्रतुण्डमहाकाय सूर्यकोटिसमप्रभ निर्विघ्नं तु मे देवो सर्वकार्येषु सर्वदा गणपतिनाथगे समर्पयामि ओम नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानंद वासुदेव नमस्ते भास्कर वासुदेवस्य वासना गुणत्रयः सर्वभूतविनाशोऽसि वासुदेव नमस्ते सोम सबै कुराको स्मर्नु भवति कल्याणं सबैको कल्याण स्मर्नु आर्घं सुख सम्पदः शत्रुविनाशाय दीपज्योत नमस्ते श्री दीपनारायणो नमः कुल्यगर्भवतीमा राखिदिनु त्यसपछि थोरै फुल तिम्रो प्रसिद्ध गणेश्वर राखिदिनु ओम ग्रामं त्वा गणपतिं नमामि गणां त्वा प्रियपतिं नमामि निधीनां त्वा निधिपतिं नमामि कोशो मम आहमजानि गर्भधमत्वमजासि करो नमः सिद्धिविषयतो सायुधो समान सहिता श्रीमान महागणपतिं इह आलक्ष्य अयतिष्ठो मम पूजां गिरां यवकर्मेताकं सुस्थिरो भवः सुप्रसन्नो भवः सुप्रीतो वरदो भवः गणेशाय राता फूलक्षिता चन्दन धूपो फूलो भेटी रुद्रायदिनु नमोस्तमन्ताय सहस्रमूर्तये सहस्रपादा सहस्रभावे सहस्रनामने मुखाय शाश्वते सहस्रकुलदाने नमः गणेशलाई फूलक्षिता चन्दन धूपो धूपो विक्राइसकेपछि एउटा फलाटा लिएर नमस्कार गर्नु इदं फलं यादेव स्थापितं सुस्तमते सुभावति भवे जन्म जन्मनि हे भगवान मैले यसका प्रभावले मेरा जन्म जन्मका पाप नाश होस् भन्नु फल लाग्यो ओम नमः शिवाय बनायता विगायता दिगाउन लाग्यो अधिकलसो मन्त्रस्नाभः तुलसो भय गंगाजका दलहरु उत्राइनु फुल अक्षता चन्द्र उत्राइनु ओम तत्प्रियामि ब्राह्मणः वन्दमानो पदाशास्त्रे जयमानो हरिवे अहेरमानो भवतरुक्ष्मान आयभोगे कलस्य मुखे विष्णु कंठे रुद्रस्मासितः मुनिस्तथा चितो ब्रह्म मध्यमात्रिग्रासतः चौदो सागरा सप्तः सप्तदेव भुजरा रिभ्रवधैद्रवेद सामवेदाथर्वणः अंगैश्च सेतास्त्रवी कलशस्तु समासितः कलशका मुखं इष्टदेवता कुलदेवता कामकादी देवता सर्वै समितिरुद्धारु औ कृतादि पांचे देवताभिर्मः विनायकादि पांचलोकादिभिर्मः ईश्वरादि अधिदेवताभिर्मः पात्रादि द्वादशदेवताभ्यो नमः बृहद्रादि कादशरुद्रेभ्यो नमः कौण्डियादि षोडशमातृभ्यो नमः आवादि सप्तमरुद्रेभ्यो नमः विनायकादि ब्रह्मा विष्णुदेव देवी नमो नमः अब आत्मा फुल्लेर कलशको प्रार्थना गर्नु ओम देवी दानु समाधि मध्यमान महोददो प्रसिद्धात्मवृतो विश्वासं तत्वे सर्वजीवानु विश्वदानंत विश्वदान तोय प्रारब्धसिद्धः शिव स्वयं तमेवासि विश्वशं प्रजापति आदित्य वसु रुद्र विश्वदेव समेतकः वै तिसति सर्वेति यतः कामफलप्रदातं साध्य वेगं कर्तुमे दर्शनोः शानिदं गुरुदेव स प्रसन्नो सतः ओम कलशस्तदेवताभ्यो नमः मंगलापिनाधानिका प्रावणि मदिकाष्ठा उल्का सिद्धा संता सर्वय ओम शांत ब्रह्मणि सर्वत्र खादु सुन्दरस्मि ग्रह विनाशु राशु महात्म्यं सिद्धम ओम कलशस्तदेवताभ्यो नमः कलशनारायणु अब जौरति खुल्ले गर पुस्तकको पूजा गर्नु
ओम पुष्पका दानविन्दं दुर्सारहारदबलाय शुक्रवस्त्रारुणः या वीराबलदण्डमण्डितकरः या श्वेतपद्मासनः या परमात्मसङ्गं प्रविधिः देवैः सदा वन्दितः सा मां पातु सरस्वती भगवती विशेषदा जातः ओम सरस्वती लक्ष्मी सर्वकन्या भौरात्रि पार्श्वचित्राणि रूपश्रवातुं विष्णुमेघानं सर्वलोकमयीघानं ओम स्वस्तानि दिव्यै नमो नमः अवनम् आष्टम् अर्घ्यम् आसनन्तराज्ञं गन्धाक्षरस्मान् समर्पयन् पञ्चामृत स्नानं विराजयतु वयोधिकृतं चैव सर्वकाग्रमस्थितं पञ्चामृत स्नातं देवं नित्यसंकर्दोवः शुद्धदलविराजयतु ओम आत्मस्मन्नमात्मः सन्नतकृतेन नमो प्राप्तसुत्रिपरं प्रमन्ति देवी दिदाभ्यः रुद्रापूर्तेभिः दीक्षस्तः पशुवत्समं शर्मं परिदधे भद्रवर्णं ज्ञानं ओम गः सुस्तानि दिव्यै नमो नमः अब आरती बाल्नु अगरबत्ती बाल्नु ओम ब्राह्मणो श्यामकमाराजन्मः वनस्पति सदगुतो वृंदादिगणतो आग्र्यं सर्वदेवानां दुर्गं प्रतियतां दुर्गं मंगलानि भक्ति आरती समय ये नैवेद्य मंगल प्रसाद है ओम त्वदियं वस्तु गोविंदं दक्षिणं गदुमस्य चतुर्दकादि तत्रस्थलिंगेया सद्राजपुष्टं सवादं देवं गृहणादिशयम् इदम् औपपुरुषेण समर्पयामि श्री अयो सरकाराग्रस्तं स्नापनं गोविंद देशकर्मो पंचावतार प्रसादं ओम धर्मेण विकारि वाग्जनमदभाव संतोष्यासीदाधं धर्मसदये हरियो हरि ओम गुमनु आराधिवादि बाबू रदसवितुरप्रायुधामविः दिवः सदा मुषिगति विदसात्मे सम्पदति रमणं ओम अग्निर्ज्योतिर्ज्योतिरग्निः स्वाहा सूर्यो ज्योतिः सूर्यः स्वाहा अग्निर्वृत्तोर्भूतिर्वृत्तः स्वाहा ज्योतिः सूर्यः सूर्यो ज्योतिः स्वाहा उदयं नमस्स्मरिषो वसन्तोत्तरं देवं देवत्रा सूर्यमगन्मज्योतिर्तमम् इदगं हविः प्रजानाम्ने अस्तु दशवीरगं श्रवगं स्वसाय आत्मासानि प्रदासानि प्रशसानि लोकसन्यवयसानि अग्निं प्रदान बहुलानि करो तन्मं पयोरित्वस्मासिदत तन्नो आदित्यो चदरणे विदग्नि तथैव च त्वमेव सर्वोदुषीते राजराम्यहम् अवबद्धिरविना है विमान होते ना आशीर्वाद लो ओम पुरसा सिरसा दिष्टा मतसा मतसा विवाह श्रवाभ्यम राभिज्ञानुगम साष्टांगम प्रमोचति फिर समझ जाता हूँ लेनु ओम जन्नेन जन्मयं परिवास्तान धर्मान प्रथमान सन्नति हनायकं महिमानः सचन्द्र जत्र पूर्वेशाद्यः शान्तिदेवः राजाधिराजाय वत्साय साय नमो वयं वैष्णवाय कुमे समे कामान् कामकामाय मह्यं कार्ये सर्वं सर्वजातं कुबेराय वैष्णवाय समेत समस्त जय जय राधे श्री महादेव शंभो नागेन्द्रहाराय त्रिलोचनाय वस्मै नरागाय महेश्वराय नित्याय सूर्याय दिगंबराय तस्मै नकाराय नमः शिवाय मंदाकिनी सलिलचन्दनचर्चिताय नन्दीश्वर परमधनाथ महेश्वराय मंदार पुष्पपुष्पसुपूजिताय तस्मै नकाराय नमः शिवाय शिवाय गौरी गजनादवृतं सूर्याय दक्षिणधर्मासकाय श्रीनीलकण्ठाय वृकददाय तस्मै शिखाराय नमः शिवाय वसिष्ठकुम्भो भवगौतमाय मुनीन्द्रदेवाच्युतशेखराय चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नमः शिवाय यज्ञस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय दिग्वाय देवाय दिगम्बराय तस्मै वकाराय नमः शिवाय Yeah!
भवानी च पुष्पाञ्जलिमया तत्त्वं स्थापितं परमेश्वरः फुलहरुलाई त्यसपछि आरती आफ्नो आरती भगवानलाई लगाइदिनु ओम तनु भाग्ने सितन्नमे पायायुर्दाग्ने शायुर्वेदेहि वर्चोदाग्ने वर्चोवेदेहि अग्ने जन्मे तन्मे उन्नन्ना प्रणः अग्नि जातान् लगाउनु फेरि आफूले पनि आरती लगाउनु पापहं पापक्रमहं पापात्मं पापसम्भवः त्राहि मां पुण्डरीकाक्षो सर्व पापहरू कहिले मनले सोच्न या नसोचेर हो हामीलाई जीवनमा धेरै पापहरू भएका छन् यी सबै पापहरूदेखि म डराएको छु तसर्थ यी तपाईँका आरतीका प्रभावले मेरा सबै पापहरू नाशोस् भन्नु आरतीको नमस्कार गर्नु यसपछि सबैलाई आरती लाउनु भनेर देखाइदिनु ओम पापं पापकर्महं पापात्मं पापसम्भवः त्राहि मां पुण्डरीकाक्षो सर्व पापहरू हरि इसमें जब आता फूल पर विसर्जन फूल यह तुम मेरा सर्वे पापो सीधा पन्नाय नमनायतः भक्षो कप्त स्वस्थानं परमेश्वरः यत्र ब्रह्मादयो देवो तत्र लक्ष्मीश्वरम् आवाहनं जानामि न जानामि विसर्जनं पूजां चैव जानामि च मतः परमेश्वरः मय्यहीनं क्रियाहीनं भक्तिहीनं श्रेष्ठं यत्पूजितमया देवं परिपूर्णदास्मि अपराध सहस्राणां क्रियन्ते हर्षमातकृति स्वावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् यस्य स्मृतमज्ञानं तपोयज्ञक्रियादिषु न्यूनं मृत्युसंधादि सद्फलितमासि तीव्रं सबैले ओम अच्युताय नमः भन्नुभयो अच्युताय नमः अच्युताय नमः ल सबैले चाहिँ अब टिको लाउने प्रसाद लिने गर्नु र हामी 1 महिनासम्मको पूजा गरिरहेको थियो संस्थानीको अनलाइनबाट हामीले कथाहरू सुनाइरहेको थियो आजबाट विधिवत यहाँबाट समाप्त भएको छ खास हामीले पूजा चाहिँ अस्ति पिताको घरमा गएर सायद लाइभमा समय हुन्थ्यो होइन हामीले गरेको थियौँ सबैलाई धन्यवाद मैले यति गर्नु पाएँ म एउटा अभाग्य ठान्दछु नमस्कार सनातन धर्म संस्कार संस्कृतिको जगेर्ना गर्नको लागि अहोरात्र कृतिले आउनु भएका सनातन गौ संरक्षण अभियान युएका अध्यक्ष सागर दाहालजीलाई उपाध्यक्षको आसन ग्रहण गरिदिन हुन हार्दिक विनम्र अनुरोध गर्दछु विशेष आशा राखेकी छु अब भने सभाध्यक्षको अनुमति लिँदै औपचारिक रूपमा कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु परिस्थितिलाई मध्यनजर गर्दै आज सामूहिक प्रसारीकरण कार्यक्रममा उपस्थित हुनुभएका आर्थिक सामाजिक व्यक्तित्व सामाजिक अभियन्ता पत्रकार विभिन्न संस्था प्रमुख लगायत सनातन धर्मप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा म सर्वजयको तर्फबाट नमस्कार साथसाथै जय गौमाता आज यस सनातन गौ संरक्षण परिवारले मलाई यस कार्यक्रम सञ्चालन गर्न अवसर दिनुभएको छ र आज यस सनातन गौ संरक्षण परिवारले मलाई यस कार्यक्रम सञ्चालन गर्ने अवसर दिनुभएको छ सनातन गौ संरक्षणका लागि धेरै आभार व्यक्त गर्दछु र यसै गरी अब पनि म सबैलाई मध्यनजर गर्दै औपचारिक रूपमा कार्यक्रमलाई निरन्तर अगाडि बढाउन गइरहेको छु र यसै गरी हाम्रो जबसम्म हाम्रो कार्यक्रमको अन्तिम हुँदैन तबसम्म हाम्रो आसन ग्रहणको कार्यक्रम जारी नै रहनेछ यदि कोही अतिथिज्यूहरू उपस्थित हुनुभएको छ भने स्वयंसेवक साथीहरूले जानकारी गराइदिनको लागि प्रयोग राम्रो अनुरोध गर्दछु पूजाको लागि आदरणीय गुरु माता गैरीज्यू र गुरु गणेश गैरीज्यूलाई पूजा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र सम्पूर्णमा उठ्नको लागि पनि आग्रह गर्न चाहन्छु र यसै गरी आदरणीय गुरु माधव गैरीज्यूलाई अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु यसै गरी आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु यसै संस्थाका प्रमुख संरक्षक
भ्रमणका क्रममा रहनुभएकी यसै संस्थाका अध्यक्षज्यूको धर्मपत्नी श्रीमती मन्जु दाहालज्यूलाई विशेष अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि आइदिनुको लागि पनि आग्रह गर्न चाहन्छु। हार्दिक अनुरोध गर्दछु। केही भन्नु संस्थाहरूमा नेतृत्व गर्दै आउनुभएका धार्मिक तथा सामाजिक व्यक्तित्व यसै संस्थाका प्रमुख संरक्षक श्री रमेश नेपालीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। कृपया सम्पूर्णले ताली बजाइदिनको लागि पनि आग्रह गर्न चाहन्छु। विष्णु घिमिरेज्यूलाई अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी ग्रिन गोल्ड ज्वेलरी सञ्चालिका श्री बबेना धामीज्यूलाई अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कुनै काम गर्नुहुने विनित परिवारज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै संस्थाका संस्थापक समेत अन्तर्राष्ट्रिय स्तरको आर्थिक क्षेत्रमा नेपाली समाज युएका उपाध्यक्ष कृषि सेवा समाज युएका प्रसाद श्रेष्ठज्यूलाई छोटो मन्तव्य राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालिका बहिनी र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सनातन गौर संघको तर्फबाट र मेरो पर्सनल अफिसरको तर्फबाट नमस्कार भन्न चाहे। र आज आफ्नो समयको बावजुद पनि उहाँले आफ्नो घरमा सनातन गौर संघको तर्फबाट स्वस्थानी गर्न सक्षम हुनुभयो र कहिले कसोमा पनि अनलाइन जिम्मामा कहिले कसोमा पनि त्यसको भागीदार बन्न पाएँ। यसको लागि म धेरै कोसिस गरेको छु र आज स्वस्थानी संहिताका सभापति सागरदाज्यू, प्रमुख अतिथि रमेश नेपालीज्यू र यस सनातन गौर संघका संस्थापक अध्यक्ष प्लस अहिलेका वर्तमान प्रमुख सल्लाहकार रमापन्तज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी र यस सनातन गौर संघका कार्य समितिलाई पनि धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। किनकि हामी प्रदेशमा छौँ, प्रदेशमा हुँदाहुँदै पनि हामीले डकुमेन्ट पनि बनाउँदैछौँ गुल्मी जिल्लाभित्र के भइरहेको छ र हामीले स्थापना कालदेखि आजको दिन जय गौ माता। हाम्रो सनातन गौ संरक्षण अभियान योले राखेको जुन स्वस्थानी व्रत तथा जसरी हामीले संस्कृतिलाई बयान गर्नुपर्छ भनेर हामीले जमर्को गरेर अगाडि बढिरहेका छौँ र आशा छ हमेसा हामीहरू यसरी नै अगाडि बढिरहन सकौँ। हामीलाई श्री स्वस्थानी माताको आशीर्वाद रहिरहोस्। हाम्रा जति पनि भाइ बहिनीहरूले यो कार्यक्रमलाई सफल बनाउनलाई अहरात्र गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि हामीले यो संस्थालाई एउटा उच्च स्थानमा पुर्याउन सबैले संरक्षणको वार्षिक संस्था कार्यक्रममा सदनहरूमा आज यस सनातन गौ संरक्षण परिवारको निम्तोलाई सहजै स्वीकारेर यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई सनातन गौ संरक्षण परिवारबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र यसै गरी अब भने हामी भजन कीर्तनमा रमाउने छौँ भनेर पनि जानकारी गराउन चाहन्छु। शर्मन आदरणीय गुरु सर्वभागा शर्मन नेपालीजीको आगमन भएको छ। सबैले जोरदार तालिका साथमा उहाँलाई स्वागत सम्मान गरिदिनु हाम्रो साथीहरूलाई उहाँलाई खाजा र माला लगाएर सम्मान गरिदिनु हुने।
राधे खै त आवाज हराएको राधे राधे ओम सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। सर्वप्रथम सनातन गो संरक्षण प्रति टिम लागिरहेको छ, टिम प्रति विशेष आभार छ। कसैले गर्न नसकेका काम एकमात्र संस्था सनातन गौ संरक्षण संस्थाले गरिरहेको छ। पहिला संस्थालाई जोरदार ताली बजाएर सम्बोधन गर्नु। पूर्व मेची महाकालीको अभियानको यात्रामा हुँदै गर्दाखेरि हरेक देशमा पुग्दै गर्दाखेरि अहिले पछिल्लो समयमा दुबईमा भने यस्तो धार्मिकता फैलिरहेको छ, यस्तो धार्मिकता फैलिरहेको छ र फैलाइरहेको छ। संसारको कुनै पनि देशमा फिल्म फिलिया धर्म गर्न पाइन्छ भने दुबईमा पाइएको छ भन्ने एउटा इतिहास पनि छ अहिले पछिल्लो समय। र धेरैजना धर्मावलम्बी भक्तहरू दुबईमा बसेर हरेक क्षेत्रबाट जुटेर हरेक क्षेत्र कर्म आफ्नो कर्मलाई साँची राखेर धर्मलाई साँची राखेर आफ्नो समयलाई थापी राखेर हरेक आइतबारका दिन जम्मा हुनुपर्छ, धर्ममा अभियानमा जुट्नुपर्छ भनेर धेरैजना आमा दाजुभाइ लाग्नु भएको। तपाईँहरूप्रति विशेष नमन छ। एकदमै हजुरहरूले गरेको काम एकदम अतुलनीय छ। हजुरहरूले गर्न खोजेको कामप्रति एकदम आभार छ। यो काम कहिले रोकिन हुँदैन, अझै फैलाउनुपर्छ। हरेक ठाउँमा आज दुबईमा धर्मको आज डङ्का बजिरहेको छ। पनि शुभ यहाँहरूले धेरै सम्झिरहनु भएको छ। उपस्थित हुन पनि पाइनँ म बिचमा, एकदमै क्षमा प्रार्थी छु। र भर्खरै हाम्रो आदरणीय अध्यक्षज्यूले चाहिँ गुरुदेव हार्मोनियमको कमी छ, गुरुदेव के गर्ने हो भनेर भन्नुभयो। सनातन गौ संरक्षणको लागि हार्मोनियमको तर्फबाट सौजन्य अस्ट्रेलियाबाट आउनलाई 1.5 महिना लाग्ला। 1.5 महिनासम्म प्रतीक्षा गर्नु होला। अब 1.5 महिनापछि सम्भावना 2 महिनाभित्रमा हार्मोनियम हजुरको हातमा आइपुग्छ। धैर्य धारण गरेर धर्मलाई अझै फैलाउनुहोस्, अझै तपाईँहरूले टिम बनाउनुहोस्। दुबईका टिम बनाउनु भएको छ भने एउटा अबुधाबीमा पनि टिम क्रिएट गर्नुहोस्। अरू के चाहिन्छ, कहाँ लड्नुपर्छ, कहाँ के गर्नुपर्छ हजुरको लागि म सदाबार तयार छु। एउटा हार्मोनियम भोले बाबा ज्योति सेवा केन्द्रको तर्फबाट हजुरहरूलाई निस्वार्थ भावनाले अझै पनि चाहिन्छ भने कहिल्यै हामी चौधानी चुक्दैनौँ, झुक्दानी झुक्दैनौँ। हामीले 2 हात जोडेर हरेक धर्मको लागि लड्न तयार छौँ। यति भन्दै म विशेष आभार गर्दै हजुरहरूलाई विशेष सम्झना। यति धेरै लाग्नु भएको छ दाजुभाइ बुवा आमा, यसरी मादल बजाएर भजन कीर्तन गाएर सबै कीर्तन गाउने टोलीहरूप्रति टिमहरूप्रति जोडदार
साथीहरूले अतिथिको स्वागत गरिदिनु होला। कमी कमजोरीहरू कति पनि निस्क्यो होला। आज चाहिँ यहाँहरू सम्पूर्णले मलाई माफ गरिदिनुहुनेछ भन्ने विश्वास आशा राख्दै अब भने आजको कार्यक्रमबाट म ओजेल पढ्न चाहन्छु र यसै गरी यसै सभाका सभाध्यक्षलाई माइक हस्तान्तरण धन्यवाद। जय गौ माता। हार्दिक धन्यवाद। पहिलो प्रयासका बावजुद पनि यो कार्यक्रमलाई यति राम्रो रूपमा सफल गर्नुभएकोमा त्यसै सञ्चालिका हाम्रो सौरभनीलाई हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु। र आजको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय दाजु यसै संस्थाको संस्था स्थापना कालबाट नै अहोरात्र खटित यो संस्थामा अगाडि बढाउन हामीलाई मार्गदर्शन गर्दै आउनुभएका आजका प्रमुख अतिथि यसै संस्थाका प्रमुख संरक्षक आदरणीय दाजु रमेश नेपालीज्यू र नेपाली समाज युबाट आउनुभएका आदरणीय श्री राम श्रेष्ठज्यू। मैले सबैजना पनि एकमुष्ट रूपमा समयलाई मध्यनजर गर्दै विशेष अतिथिज्यू लगायत आजको यस कार्यक्रममा उपस्थित भएका सम्पूर्ण भक्त सज्जनहरूलाई एकमुष्ट रूपमा जय गौ माता भन्न चाहन्छु। र यहाँहरू सबैजना आज एकदमै यो भक्तिमय सत्सङ्गमा उपस्थित हुनुभएको छ। एकपटक सबैले चाहिँ हामी परदेशमा भए पनि हाम्रो नेपाल आमालाई चाहिँ ध्यान गर्दै मनन गर्दै उहाँको जय जयकार गरौँ। सबैले चाहिँ एकपटक सबैले जय जय भन्नुहोला। हामी अहिले श्री नेपाल छ, हामी छौँ र धर्म छ, संस्कार छ, संस्कृति छ। त्यसैले हामीले नेपाल आमालाई पहिला जय जयकार गरौँ। नेपाल आमा की जय, पशुपतिनाथ की जय, श्री स्वस्थानी माता की जय। र यहाँहरूलाई थाहा नै छ सनातन गौ संरक्षण अभियान युएले स्थापना कालबाट नै विभिन्न समयमा आफ्नो धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्दछ भनेर अनलाइन हामीलाई चाहिँ दैनिक रूपमा भौतिक रूपमा उपस्थित हुन नसके पनि नेपालबाट गुरुहरूलाई बोलाएर विभिन्न सत्सङ्गहरू गर्दै यो जुन प्रविधिबाट चाहिँ सत्सङ्गहरू अगाडि बढाउँदै र हरेक वर्ष यो अनलाइनबाट नै हामीले श्री स्वस्थानी व्रतकथालाई चाहिँ पढ्दै सुनाउँदै आइरहेका छौँ भने यो समय देशकाल परिस्थिति अनुसार हामीले यसको साङ्यता गएको बुधबार 12 तारिकको दिनमा नै उहाँ हाम्रो बहिनी विनिता परियारजीको घरमा उहाँलाई पूजाआजा गरेका थियौँ भने आज यो अघि मैले भनिसकेँ देशकाल र परिस्थितिलाई मध्यनजर गर्दै सामूहिक प्रसारीकरणको लागि आज हामीले यो कार्यक्रम गरेका थियौँ। यो कार्यक्रमलाई सफल बनाउनको लागि अहोरात्र खट्नुहुने सम्पूर्ण कार्य समितिका साथीहरूलाई एकमुष्ट रूपमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र आजको यस कार्यक्रमलाई सफल बनाउनको लागि यहाँसम्म आफ्नो अमूल्य समय छुट्याएर उपस्थित भइदिनु भएकोमा सम्पूर्ण भक्त सज्जनहरूलाई पनि हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु। र अब भने हामी समयलाई मध्यनजर गर्दै भजन गीतलाई चाहिँ अगाडि बढाउनेछौँ। यहाँ उपस्थित हुनुभएका सबैजना प्रसादी ग्रहण नगरिकन यहाँबाट नगइ
बोलिए श्री सस्तानी माता की।
म ल्याउँदैछु हलुवा हाँस्नु अवस्थामा पछि नहटेर डटेर चाहिँ सामना गर्दै आउनुभएका हाम्रा आदरणीय रमेश नेउपाने दाजुकी मनन्त भई माताजीलाई हामीले सम्मान गर्न गइरहेका छौँ। माताजीको हिँडीमा आगमन भएको छ। यसै
मौकालाई यसै मौकाको शुभ अवसर पारेर हामीले आज माताजीलाई संस्थाको तर्फबाट सम्मान गर्न गइरहेका छौँ। त्यसै गरी परदेशमा रहेर आफ्नो धर्म, संस्कार, संस्कृति जगेर गर्नुपर्दछ भनेर यस पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सुरु भएको श्री स्वस्थानी व्रत कथाको शुभ अवसरमा 1 महिनासम्म निरन्तर रूपमा माताजीको व्रतमै बसेर अनलाइन मार्फत त्यत्रो अमूल्य समय छुट्याएर हामीलाई चाहिँ सत्सङ्ग गराउनु भएकी हाम्रो यसै संस्थाकी सहसचिव श्री विनिता परियारज्यूलाई हामीले संस्थाको तर्फबाट यो अमूल्य योगदानको लागि सम्मान गर्न गइरहेका छौँ। यहाँहरू दुवैजनालाई अगाडि आइदिनु अनुरोध गर्दछु। त्यसै गरी सम्मानको लागि कार्यसमितिका मान्छेलाई पनि अगाडि आइदिनु पर्दैछ अनुरोध गर्न चाहन्छु। पहिला हामी माताजीलाई सम्मान गर्नेछौँ। स्वयंसेवक साथीहरूले त्यो सम्मान पत्रहरू तयारी छ कि छैन एकपल्ट सनातन गौ संरक्षण अभियान युए स्थापना 2022 सम्मान पत्र सङ्ख्या रहेको छ 207/2025। वसुदैव कुटुम्बकम सर्वे भवन्तु सुखिनको अनुपम भावमा रहेर परोपकार एवं वैदिक सनातन परम्परामा आधारित स्थानीय प्रजातिका गौमाताको संरक्षण गर्नुपर्दछ भन्ने उद्देश्यको साथ स्थापना गरिएको सनातन गौ संरक्षण अभियान युएका प्रमुख संरक्षक श्री रमेश न्यौपानेज्यूकी ममतामयी आमा, रूपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर 6 खैरेनी मिलनचोक निवासी श्रीमती नन्दी न्यौपानेज्यू युएई भ्रमणको क्रममा रहनु भएको अवसर पारी सनातन गौ संरक्षण अभियान युएद्वारा आयोजित श्री स्वस्थानी साङ्केताको पूजा पारी सनातन गौ संरक्षण अभियान युएद्वारा आयोजित श्री स्वस्थानी साङ्केताको पूजा समारोहमा भेटघाट मार्फत यहाँको सदा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति तथा समृद्धिका लागि भगवान श्री कृष्णसँग प्रार्थना गर्दै श्रद्धाका साथ यो सम्मान पत्र प्रदान गर्दछौँ। महासचिव राजा भण्डारी, सनातन गौ संरक्षण अभियान युए, दयासागर दाहाल, अध्यक्ष सनातन गौ संरक्षण अभियान। ओम देव शांति अंतरिक्ष हो शांति पृथ्वी शांति मंडल की संपूर्ण देवी देवताओं की सनातन गौ संरक्षण अभियान युए स्थापना 2022 सम्मान पत्र सङ्ख्या 208/2025। वसुदैव कुटुम्बकम सर्वे भवन्तु सुखिनको भावमा रही पूर्वीय सभ्यता, वैदिक सनातन पद्धति अवलम्बन गर्ने हाम्रो समाजलाई पुर्याउनु यहाँको योगदानलाई संस्थाले उपलब्ध गरेको छ। सनातन गौ संरक्षण अभियान युएमा आबद्ध भई श्री स्वस्थानी व्रत तथा 1 महिनासम्म लगातार सत्सङ्ग गरेर यहाँले पुर्याउनु भएको तपाईँ योगदानलाई उच्च सम्मान गर्दै तपाईँ श्रीमती विनिता परियारज्यूलाई आगामी दिनमा यहाँको पारिवारिक जीवन साथै सनातन सभ्यतामा आधारित समाजप्रतिको उत्तरदायित्व र कर्तव्य यसरी नै अघि बढोस् भन्ने शुभेच्छा सहित यो सम्मान पत्र प्रदान गर्दछौँ। दयासागर अध्यक्ष सनातन गौ संरक्षण अभियान युए सम्मान दिनको लागि तपाईँ अगाडि
बनिरहोस् हार्दिक बधाई व्यक्त गर्दछु। एक ठाउँको हात